होइन मलाई किला यस्तो नगर्नुहोस्, तपाईँले दुःख हुन्छ, धेरै दुःख भयो। हामी त के हो, के को दुःख छ र? तपाईँ पढ्न जानुपर्ने मान्छे, दाइहरूले अब उता युकेमा बोलाउनु भएको थियो, अस्ट्रेलिया बोलाउनु भएको थियो, जानुहोस् उता, यति दुःख नगर्नु भन्दा होइन म बरु फ्यामिली त्याग्छु, तिमीहरूले त्याग्छु, म यही काम गर्छु, म समाजसेवी नै गर्छु, म गर्छु भन्नुहुन्थ्यो। धेरै दुःख गर्नुहुन्थ्यो, तर दुःख गरेको सङ्घर्ष अहिले धेरै राम्रो भयो, खुसी लागेको छ। के भन्न चाहनुहुन्छ धरान र देशवासीहरूलाई? जति पनि बाहिरबाट जति उहाँको हाम्रो आफन्तहरू, जति पनि उहाँको शुभचिन्तकहरूले जतिले यति धेरै माया गरेर यति गरेर मन पराएर यति साह्रो खुसीले होइन कसैले सहयोग गर्नुभएको छ, कसैले अब मनबाटै उहाँले राम्रो गर्नुहोस् भनेर आशीर्वाद दिइराख्नु भएको छ। सबैजनाले धेरै धेरै धन्यवाद। र धरानवासी यो नेपालमा जति पनि नेपाल देश विदेशमा हुनुहुन्छ उहाँले धेरै धेरै धन्यवाद। र धरानवासीले जे होस् उहाँको सङ्घर्ष देखेर, उहाँको दुःख देखेर उहाँले यो मान्छेले गर्छ, यतिको मान्छे राम्रो हो, ठिकै हो भनेर उहाँले चुनेर यो ठाउँमा पुर्याइदिनु भयो, त्यसको लागि धराने जनतालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।